पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा भरक मोर यीशुको साथमा क्रुससम्मको यात्रा। आज हाम्रो महान लेनकाल 32 दिन जागा रहनु र प्रार्थना गर्नु। सन्त मत्ती 26 अध्यायको 36 देखि 46, भजन सङ्ग्रह 37 को 1 देखि 10, हितोपदेश 3 अध्यायको 1 देखि 10, होसियार जागा बस सन्त मर्कुस 13 अध्यायको 33, जागा रहो प्रार्थना गर र परीक्षामा नपर, आत्मा त सँच्चै तयार छ तर शरीर दुर्बल छ। सन्त मत्ती 26 अध्याय 41। येशूले शैतानसँग हाम्रो निरन्तर आत्मिक लडाईँ भइरहन्छ, त्यसले हामीलाई जित्ने लगातार कोसिस गर्छ भनी स्मरण गराउनुहुन्छ। त्यसले हाम्रो कमजोरी र दुर्बलताहरू जान्दछ र हामी अति कमजोर अवस्थामा पुग्दा त्यसले हामीलाई च्याप्पा पक्रन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबालास कसलाई भेटाउँ र खाइहाल्नु भनी गर्जने सिंह झै खोजी हिँड्दछ। विश्वासमा दरिलो भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। पहिलो पत्रुस 5 अध्यायको 8 देखि 9। हामी सन्त मत्तीको यस पदमा प्रयोग गरिएको शब्दको अर्थ बुझ्नको निम्ति त्यो पद हेरौँ। यस पदमा भएको आत्मा शब्द ग्रिकको न्युमा शब्द हो, जसले यहाँको सन्दर्भमा मानिसको प्राण वा मनलाई बुझाउँछ। शरीरको प्रयोग गरिएको शब्दले नैतिक र शारीरिक दुर्बलताहरूसित मानिसको शरीर वा स्वभावलाई बुझाउँछ। आत्मा तयार छ भनी दावी गर्दै येशूले उहाँका चेलाहरू जागा रहेर प्रार्थना गर्न चाहन्छन्, तर शरीरको कमजोरीले जागा रहने र प्रार्थना गर्ने आत्मिक चाहनालाई जितेको छ भनी जान्नुहुन्छ भनिरहनु भएको थियो। येशूले तिनीहरूलाई हप्काइरहनु भएको थिएन, तर शरीरको कमजोरहरूप्रति तिनीहरूले होसियार गराइरहनु भएको थियो। प्रभु आफैले पनि शरीरको विरुद्ध त्यस्तै लडिरहनु भएको थियो, तर उहाँले त्यसमाथि विजय पाउनुभयो। मत्ती 26 अध्यायको 39 पद। गेत्सेमानीमा चेलाहरूको जुन कथा थियो त्यो हामी सबैमा पनि पाइन्छ। हामी सबैले सारा जीवनभरि शारीरिक कमजोरीको अनुभव गर्दछौँ। हामी प्रार्थना र आराधना गर्ने बोलावटबाट सहजै बरालिएर अर्कोतिर लाग्छौँ। शारीरिक थकान, अल्छीपन, यौन चाहना, मौसम वा अलिकति चिलाउने जस्तो कुराले हाम्रो विचारलाई प्रार्थनाबाट भड्काउन सक्छ। हाम्रो शरीरका मागहरू, हाम्रो अभिलाषाहरू र डरले कतिचोटि हामीलाई ठिक बाटोबाट तानेर लैजान्छ र त्यस कुराले शैतानलाई प्रसन्न पर्दछ। शैतानको संसारले हामीभित्रको शारीरिकपनलाई लोभ्याउँछ। शैतानको संसार लोभ, घिचुवापन, सुस्तीपन, वासना, सबै पापपूर्ण माताउने थोकहरूले भरिएको छ। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। गलाती 5:16। क्रिस्चियनहरूलाई ठिक यसै गर्ने सल्लाह दिएको छ, तर जब आत्मा परमेश्वरले भन्नुभएको काम गर्न तयार हुन्छ, तब शरीर कमजोर नै रहन्छ। यसको उत्तर येशूले भन्नुभएको वचनमा पाइन्छ, जागो रहो, प्रार्थना गर। जागो रहनु र प्रार्थना गर्नुको अर्थ के हो? त्यसले हामीलाई शरीरको कमजोरीमाथि विजय पाउन कसरी सहायता गर्न सक्छ? प्रार्थना भनेको हाम्रो सबै समस्या र कठिनाइहरूको सोझो उत्तर हो। हाम्रो आत्मा परमेश्वरको उपस्थितिद्वारा बलियो बन्दछ। त्यसै कारण प्रार्थनाको रूपमा परमेश्वरको उपस्थितिमा बस्नु हाम्रो निम्ति अति नै महत्त्वपूर्ण कुरो हो। प्रार्थना परमेश्वरको बल र हाम्रो हतियार हो। मानव जातिका निम्ति यो भन्दा अझ उत्तम प्रतिज्ञा के अरू कुनै हुन सक्छ? हामी उहाँको नाउँमा जे माग्छौँ त्यो उहाँले गर्नुहुनेछ। यूहन्ना 14:13। उहाँको नाउँमा भन्ने वाक्यांशको अर्थ उहाँको इच्छाअनुसार हो। के यसको अर्थ हामी आज्ञा पालन, आराधना गर्ने अनि परमेश्वरको इच्छाअनुसार जे ठिक र सत्य छ त्यो गर्ने बल पाउनेको भन्ने हो? निश्चय येशूले शरीरका कमजोरीहरूमाथि आत्मिक शक्ति पाउनको निम्ति हामीले
गरेका प्रार्थनाहरूको उत्तर दिनुहुनेछ। जागो रहनु शरीरको कमजोरीको विरुद्ध हामीसँग भएको अर्को हतियार हो, तर परमेश्वरको अनुग्रहहरू हाम्रो कोसिस मिलाएर त्यसलाई धरिलो पार्नुपर्छ। यसको निम्ति तपाईँ जुन लडाइँमा पर्नुभएको छ त्यसप्रति तपाईँको ध्यान र त्यो जित्ने गहिरो मन इच्छा हुनुपर्छ। यसले तपाईँलाई बचाउँछ र तपाईँलाई बाटो देखाउँछ। आत्मिक जागरुकताले सबै परीक्षाहरू हटाउँछ। पवित्र बाइबलले भन्छ, बुद्धिमानले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझो चाहिँ त्यतैतिर जान्छ र दुःख भोग्छ। हितोपदेश 22:3 पद। यदि हामी परमेश्वरलाई प्रसन्न तुल्याउन वा आत्मिक लडाइँ जित्न चाहन्छौँ भने हामीले आफ्नो तर्फबाट पनि कोसिस गर्नुपर्छ। अनि हाम्रो कोसिस येशूले भन्नुभएको वचन हो, जागो रह र प्रार्थना गर। एक व्यक्तिमा यस प्रकारको अनुशासन हुनुपर्छ। लेनको समयले हामीलाई यही कार्य गर्न तयार गर्दछ। यो प्रार्थना गर्ने र आत्मा स्वयंको माग गर्ने एक आशिषित समय हो। हामीले शैतानको युक्तिको विरुद्ध निरन्तर लडाइँ गर्नुपर्छ भने हामी याद गरौँ, हामी कुनै पनि कुरालाई सहजताका साथ लिन सक्दैनौँ। हामी जागा, होसियार र लडाइँ लड्नको निम्ति तयार हुनुपर्छ। येशूले शैतानसँग लडाइँ गर्नुभयो, त्यो लडाइँ जित्नुभयो। उहाँले हामीलाई सहायता गर्नुहुन्छ। हामी साहस गरौँ र परमेश्वरलाई प्रसन्न तुल्याउने र हाम्रो आत्मिक लडाइँ जित्ने सक्दो कोसिस गरौँ। के मैले कहिल्यै ती चेलाहरूले चाहिँ सङ्घर्ष गरेको छु? के म आफ्नो समय प्रार्थनामा बिताउन पर्याप्त रूपमा अनुशासित छु? मेरो आत्मिक भोजनमा हुने शैतानको आक्रमणप्रति म कतिसम्म सचेत छु? म कसरी मेरो जीवनभरि प्रार्थनामा अनुशासन प्राप्त गर्न सक्छु? म कुन कुन कुराको विषयमा होसियार हुनुपर्छ? हरेक बिहान मेरो दैनिक काम सुरु गर्नुभन्दा अघि म प्रार्थना गर्न र आफैलाई प्रभुमा सुम्पन्न भुल्ने छैन। म मेरा सबै काम प्रार्थनासहित गर्नेछु। निर्णयहरू लिनुपर्दा म अचानक लिने छैन। मित्रहरू बनाउँदा पनि म होसियार हुनेछु र तिनीहरूले परमेश्वरसित मेरो हिँडाइलाई प्रभावित गर्ने छैन भनी निश्चय गर्नेछु। प्यारो प्रभु येशू, मैले त पापसँग गरेको सङ्घर्षलाई बुझिदिनु भएको निम्ति तपाईँलाई धन्यवाद दिन्छु। म जान्दछु जब म तपाईँको साथमा हुन्छु, म शैतानको हातमा पर्ने छैन। प्रभु, होसियार हुनको निम्ति तपाईँको आदेशहरू पालना गर्न मलाई सहायता गर्नुहोस्। मलाई प्रार्थनामा बलियो हुन सहायता गर्नुहोस्। तपाईँलाई धन्यवाद दिन्छु। येशूको नाममा म प्रार्थना गर्दछु। आमेन।